हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म घरमा यस्तै बसिरहेको थिएँ होइन, के गरौँ भन्ने लाग्यो। त्यसैले मैले फ्याट्टै ब्लग स्टार्ट गरिदिएको होइन। हाम्रो घरतिर चाहिँ यस्तै छ, अहिले देख्न सक्नुहुन्छ अमिलाको फल चाहिँ राम्रो आइरहेको छ गाइज। तर यहाँतिर बाँदर राख्दैनन् कि बाँदर यति हुन्छन् कि बाँदरको डर लाग्छ के। बाँदर आएर कति बेला खाइदिन्छ त्यो हामीले पनि थाहा हुँदैन। यहाँ देख्न सक्नुहुन्छ निम्बु पनि छ, यहाँ यस्तै कागती, हाम्रो लोकल भाषामा चाहिँ निम्बु भन्छन् क्या त्यस्तै, त्यहाँ नि बोल्लान्। यहाँ देख्न सक्नुहुन्छ अमिलो समिलो सब फलाएर यहाँ कस्तो भइरहेछ, राम्रै छ। अब पाकेपछि चाहिँ गाइज बाँदर राख्दैनन्, झर्छन् कोही त अमिलाहरू। अब यहाँ देख्न सक्नुहुन्छ अमिलाको फल त राम्रै आइरहेछ। यहाँ टमाटरको बोटो पनि रहेछ गाइज, यो टमाटर चाहिँ कहिले फलाउँछ। काँक्राहरू पनि लागेका छन् गाइज यस्तो। अब चाहिँ केही छिनपछि म गोरुहरूलाई पानी दिएर, त्यसपछि गोरुहरूलाई पानी दिएपछि गाई दुन्नु पर्छ। त्यसैले अहिले छिटो दिइराख्यो भने पछि 1 बजेमा गाई दुन्नलाई सजिलो हुन्छ नि। त्यसैले अब पानी दिनको लागि तयारी गर्दैछु। अब देख्न सक्नुहुन्छ है जस्तै बाटामा दिने हो, यहाँ बाटा भन्छन् होइन लोकल भाषातिर। अब केही छिनपछि दिने हो, 12 बजेपछि। 12 बजे छैन, अहिले 11:50 भ्याएको छ। अब 10 मिनट पछि म दिने तयारी गर्दैछु। अब दिए पनि हुन्छ, केही हुँदैन त्यस्तो त। अब अहिले गाईहरू घाँस खाइरहेछन् न त, घाँस खाइरहेछन्। त्यसैले अब केही छिनपछि म दिन्छु। अहिले चाहिँ म यस्तै बसिरहेको छु। अब यहाँ मेरो घरतिरको माहौल चाहिँ यस्तै छ, यहाँ सबै राम्रै छ होइन। यो चाहिँ गोठ गाइज, गोठमा म भर्खर अब पानी दिन्छु नि त, देख्न सक्नुहुन्छ। घाँस खाइरहेछन्, यहाँ घाँस यस्तो रहेछन्। गाईले लेपो दिन गइरहेको छु होइन। मैले 5 मिनट जति भ्लग बन्द गरेर यो दोस्रो क्लिप हालेको होइन। अब म लेपो दिन गइरहेको छु। लेपो चाहिँ यहाँभित्र हुन्छ गाई जस्तै। देख्न सक्नुहुन्छ गाइज लेपो। अब म लेपो दिन तयारीमा छु होइन। लेपो र पानी दुइटालाई दिन्छु। अब म पानी ल्याउन गइरहेको छु। पानी के छ भन्दाखेरि मेरो घरको ओल्लो साइडमा छ के, मेरो घरको ढोका चाहिँ उहाँ छ, पानी चाहिँ यहाँ छ। यहाँनिर पानी लिएर जान्छु म। यो बाल्टिन पुरै लिएर जान्छु। अहिले चाहिँ मैले यहाँ पानी र लेपो ल्याइसकेको छु। अब यहाँ लेपोमा केही पानी मिसाएर म गाईहरूलाई दिन्छु। अहिले चाहिँ मैले गाई गोरुहरूलाई पानी पनि दिइसकेँ होइन। अब केही गोरुहरू वनमा लागेको छ, मतलब वनमा छाडेको छ चर्नलाई। केही गोरुहरू घरमा हुन्छन्, जस्तै घरमा भएको गोरुहरूलाई मैले पानी दिइसकेँ, पानी पनि खाइसक्यो। अब त्यो माथिको वनमा चाहिँ हामीले गोरु लाएर आएको होइन बिहान। त्यहाँ कोही मानिसहरू घाँस काट्न पनि जान्छन् होइन। यो पुरै वन हो, जङ्गल। यहाँ हामी गोरु लगाउँछौँ कि। अब गाइस के गर्ने, अब भ्लग यहीँ सक्यो आजलाई, केही छैन। अब मिल्दैछौँ अर्को भिडियोमा। अब त्यतिसम्म हजुरहरूले यो भिडियो हेरेर इन्जोय गर्नुहोला, लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला र बाई। मिल्नेछौँ नेक्स्ट भिडियोमा।